तपाईँ हो यस्तो तपाईँले यसो टोपी लाउनु पर्यो कि टोपी लाउनु पर्यो रङसँग हाल्नु भएको छ कि नै के बनाउँछ यहाँ अलिअलि त रङ त हाल्नु रहेछ त अनि पकौडा सकोडामा हाल्नु रहेछ नि त ओहो यहाँ चाहिँ बेठिक भेट्यो है यस्तो रङ हाल्नु पारेछ कलर हाल्नै पाएन तपाईँको कहाँ हो ओहो कहाँ पोखरा त्यहाँ पनि हाल्नु छ पहिले आउनु गर्नु भएको छैन र तपाईँकोमा तपाईँलाई थाहा होला त हुन्छ तपाईँ यो तपाईँको सबै खेर गयो नि त आज अब के गर्नु त तपाईँको खेर गयो नि त यो सबै फाल्नु पर्ने हो अरू के छ सबै अब तपाईँ यहीँ मान्छे यति हामी गरिरहेछौँ समाचारमा आइरहेछ मेरो मैले निकालिरहेको छ सबै समाचारमा त्यही पनि हालिदिनु छ तपाईँ यसमा के पानी भण्डार गर्दा सबैलाई यो पनि फाल्दिनु होला कृपया ल उहाँले नष्ट गर्नुहुन्छ 19 गतेसम्म फेरि हामी आइरहन्छ भाइ बेला बेला पनि आउँछौँ यो चाहिँ नगर्नु ल अलि सरसफाइ पनि गर्नु होला यो पनि पुस्नु लाग्यो अर्को दिन फेरि रङ देखिन्छ अन्तिम पुगिसकेको छ यसलाई एक दुईचोटि फ्राई गरेर फालिदिइहाल्नु कलर भएको चिजहरू सबै निकालिदिइहाल्नु कलरको डब्बा दिनु कलरको डब्बा दिनु न डब्बा दिनु न हामीलाई थाहा हुन्छ क्या होइन र भन्नु क्या एक दिन एकछिनको लागि तपाईँ ठगेर तेल तताउनु कलरको डब्बा कहाँ छ सबै निकाल्नु यो निकाल्नु सबै यो सबै फाल्नु कलर किन हाल्नु भयो को हुनु चाहिँ यहाँ मुख्य यहाँको मुख्य को हो तपाईँको कलर किन हाल्नु भयो त तपाईँको कहाँ हो खासमा तपाईँको पसल कहाँ हो कहाँबाट आउनुभएको भन्नु त कहाँबाट आउनुभएको अनि तुलसीपुरवाला अहिलेसम्म कलर हाल्नुपर्छ हाल्नु हुँदैन अनि थाहा भएन 0.5% कति पनि हाल्न पाइँदैन क्या 0 पनि हाल्न पाइँदैन कति पनि हाल्न पाइँदैन बुझ्नुभयो नि एकदम रेड कलर एकदम अहिले निकाल्दिनु अब भोलिदेखि हाल्नु न फाल्नु फेरि विवाद हुन्छ अरूको पनि फालेर हाल्नु सुन्नुहोस् कलर हाल्नुपर्छ के हाल्ने के पहिले के को कलर हाल्नु क्या रङले नुकाउँछ नभएर अनि यस्तै रङ हाल्ने पोखरामा रङ हाल्नु त दागमा त पाइँदैन त हजुर खै त्यो रङको डब्बा ल्याउनु त त्यसले यस्तो रङ हालेर बेच्ने हो त हेर्नु त यस्तो रङ हाल्ने जसमा छ यो रङ हालेको खाना भएन बेच्न नि भएन क्या ल यो सबै निकाल्नु न त्यो पकौडी सबै निकाल्नु निकालौँ ल होइन अहिले निकाल्नु न सर यो निकालिदिनु न यो निकालेर यहाँ फालिदिनु पर्यो त्यो सबै निकालिदिनु कहाँ छ डस्टबिन अनि कहाँ राख्ने त अनि डस्टबिनमा फाल्नु परेन तपाईँहरूलाई अहिलेसम्म रङ प्रयोग गर्न पाइँदैन भन्ने थाहा छैन अहिलेसम्म थाहा भएन तपाईँलाई यसो खाने कुरा गर्नुभएको छ व्यवसाय
सबै ठाउँ जान्छ कि मेरो हजुर त्यो तपाईँको पकाउने फ्राई गर्ने नपाइँदैन कि हाम्रो पैसा तिर्न जानु सुत्या तपाईँ हाम्रो कामै त्यही हो त अनि मौका दिनु पर्दैन कति तपाईँको फालिएको छ सबै दाम धेरै हेरिरहेको छौँ हामीले किन हो त्यो नष्ट गरिदियो डस्टबिनमा हाल्नु डस्टबिनमा हाल्नु उता फोहोर भाडा मसाले चाहिँ कला फ्यामिली फ्यामिली खाने कुरा छ कि